तयारी चाहिँ हामीले गरेको लगभग कति एक्चुअली त्यही अराउन्ड 12 दिन जति हैन त्यस्तै एरिया भयो होला। मैले चाहिँ अलिकति 1-2 दिन लेट जोइन गरेँ, 2 दिन जति लेट जोइन गरेँ। अनि ट्रेनिङ चाहिँ एकदम राम्रै भइरहेको छ। अब अलिकति फरेनर प्लेयर 1-2 जना आउनु बाँकी र नेसनल प्लेयर बाँकी छ। त्यस पछाडि चाहिँ टिम कम्प्लिट हुन्छ। ठिकै छ, यङ्स्टरहरू छ हैन, फरेनर प्लेयरहरू पनि राम्रो फरेनर प्लेयरहरू पनि छ। ओभरअल हाम्रो टिम चाहिँ लेभलकै छ। अब धेरै यङ्स्टर प्लेयरहरू छ, उनीहरुमा के रे जोश छ हैन। अब त्यही जोशलाई चाहिँ हामीले गाइड गरेर चाहिँ कसरी हामीले उनीहरुलाई युज गर्न सकिन्छ अथवा टिममा कसरी चाहिँ उनीहरुलाई युटिलाइज गर्ने हो भन्ने कुरा चाहिँ हामीले पनि भनिरहेका छौं। प्लस अब कोचले पनि गाइड गरिराख्नु भएको छ। त्यही हो हैन। टुर्नामेन्ट भन्ने बित्तिकै जुनसुकै टुर्नामेन्ट होस् हैन, सबै नै चुनौती नै हो। किनभने टिम भनेको सबै उस्तै नै छ हैन, उस्तै छ। त्यही भएर यसले जित्न सक्छ अथवा यसले गर्न सक्छ भन्ने चाहिँ हुँदैन हैन। एकदम कम्पिटिसन एकदम हाई छ। सो हामीले जति मेहनत गर्यो, जति हामीले त्यसलाई चाहिँ अर्को टिमलाई चाहिँ के रे इजी नसोची खेल्न सक्यो भने चाहिँ हामीले राम्रो गर्न सक्छौं क्या। सुधार्नुपर्ने पक्ष भन्दा पनि अब हामीले कस्तो भन्दाखेरि के रे टिम भर्खर ट्रेनिङ गरिरहेको छौं हैन। त्यो सुधार्नुपर्ने पक्ष चाहिँ अब कोचहरुले गर्ने पार्ट हो। त्यो भनेको चाहिँ अब एज अ प्लेयर चाहिँ हामीले के रे प्लेयरले चाहिँ कोचले दिएको टास्कहरु, कोचले सिकाएको कुराहरु चाहिँ कसरी हुन्छ हामीले ग्राउन्डमा लागू गर्ने नै हुन्छ। हामी प्लेयरको चाहिँ त्यही नै हो हैन। बाँकी कुरा चाहिँ सबै कोचले नै सिकाउने कुरा, बिग्रेको कुराहरु बनाउने कुरा हैन, अथवा कहाँ के प्रब्लम छ फाइन्ड आउट गरेर उहाँहरुले नै गर्ने हो। उहाँले दिएको कुराहरु चाहिँ हामीले लागू गर्ने हो। कसले कसरी खेलिरहेको छ, कसले कस्तो मुभ गर्छ अथवा कस्तो पास हान्दा चाहिँ उनीहरुलाई इजी हुन्छ हैन, कसरी खेल्ने भन्ने कुरा चाहिँ हामी एकअर्कालाई बुझिरहेको छौं। सायद अब हामी ट्रेनिङ म्याचसम्ममा चाहिँ हाम्रो तालमेल चाहिँ एकदम राम्रो हुनेछ। हाम्रोमा त्यस्तो खासै अहिले इन्जुरी त त्यस्तो केही पनि छैन। एकजना भाइको चाहिँ अलिकति निमा अलिकति एउटा प्रब्लम मात्र छ, अरु चाहिँ सबै फिटै छ। त्यस्तो इन्जुरी केही पनि छैन। दुईटा फ्रेन्डली गेम खेल्यो, दुईटा फ्रेन्डली गेममा अब एउटा फ्रेन्डली गेम त्यस्तै भयो, लस भयो। अर्को फ्रेन्डली गेममा अब हामीले धेरै त्यो फ्रेन्डली गेमबाट फर्स्ट हाम्रो फ्रेन्डली गेम थियो नि त अस्ति, अनि त्यो फ्रेन्डली गेममा चाहिँ अनि हामीले धेरै कुरा सिक्न पायौँ नि त। अनि त्यही फ्रेन्डली गेममा हामीले त्यही कुराहरू अब हामीले आफ्नो बिग्रेको कुराहरू त्यो इम्प्रुभ गरेर सेकेन्ड फ्रेन्डली गेममा हामीले त्यसलाई प्रुभ गरेर हामीले स्कोर राम्रो निकालेर अहिले राम्रै सेट भइरहेछ टिमवर्कदेखिबाट सबै। टिममा यङै छ, अरू भन्दा नि अब हाम्रो अलि सबै यङ प्लेयरहरू छ। अब फरेनर प्लेयरहरू पनि छ। अब हाम्रो राम्रै हुन्छ जस्तो लाग्छ, किनकि यङ र फरेनर भनेको अब एकदम अब कम्बिनेसन अहिले जुन मिलिरहेको छ मैले देखिरहेको छु। एउटा पेस